जीवी राईलाई खोजेर लिएर उहाँको सभापतिमाथि लागेको सहकारी ठगीको जुन आरोप भनौँ या के भनौँ, अब उहाँ निर्दोष हो भने निर्दोष हो भनेर उहाँलाई सफाई दिनुपर्छ जीवी राईलाई लिएर। किनभने जीवी राईको टाउको उता गएको छ नि त इन्डेक्स। घोडा चाहिँ परसम्म चढ्नु चाहिँ दिने, तर नथी लाएर अलिकति खतरा खालको स्टिलको रोपले त हातमै हुने के बाल युगमा राम राज्य सुरु हुन्छ। अब के राज्य सुरु हुन्छ के राज्य हुँदैन भन्ने अब त हेर्न बाँकी छ। मेन्युमा हेरौँ उहाँले के ल्याउनुहुन्छ, छिमेकीहरूसँग सम्बन्ध कस्तो हुन्छ, इन्टरनेसनल फोरममा हामीले आफूलाई कहाँ उभ्याउँछौँ। फुकी पानी पनि खानुपर्ने हुन्छ, फुकी कदम राख्नुपर्ने हुन्छ। टेरिटोरी आफ्नो थाहा छैन, यकिन गर्न सकिँदैन भने त्यो देशै होइन। त्यो बोलिरहेको बेलामा चाहिँ मान्छेले बुझ्दैन मैले भने भित्री कुरा के छ भन्ने। अनि अलि पछि गएर होइन उसले रियलाइज गर्दै जान्छ। जेल ब्रेक चाहिँ रवि लामिछानेले गर्यो भन्ने प्रतिवेदनमा रहेछ होइन। तर यो प्रतिशोध कि न्याय मान्यज्यू आजको दिनमा मूल ढोका बनाएको छ, झ्यालबाट छिरेछ। तौलो भएर छलाङ हान्ने अनि ब्लङलङै पछाडिने खालको निर्णयहरू गर्नु हुँदैन। त्यो प्रतिवेदन सरकारले सार्वजनिक गर्ने, अनि त्यो सरकारले सार्वजनिक गरिसकेपछि सार्वभौम तपाईँको चाहिँ नि सांसद के अरे संसदका सदस्यहरू सबैलाई एउटा दिनु पर्दैन, तर कमसेकम पनि हामी त्यहाँ छदल छौँ जस्तो लाग्छ मलाई। ज्यान मार्ने धम्की दिने, मेरो घर परिवारलाई घरमा आगो लगाउने भन्ने खालको अभिव्यक्ति दिने मान्छेलाई पक्रिनु भनेर हिजो मैले